तबला साले नै भयो क्या हस्पिटल जाने हो मैले रातो के हो त्यो नक्सा पो रहेछ फेरि यहाँ हिरा भनेर लेखे यहाँ त हिरा रहेछ क्या हो एकचोटि त त्यो नक्सा हेर्दै त त्यहाँ त जानै पर्छ बा तिमी बस्दै गर म दौडी लिएर आउँछु है भनेपछि यतै जानु पर्यो हिरा यतै छ यत्रो 3-4 वर्षदेखि खोजेको नक्सा आज बल्ल एउटालाई मारे सिन्धियो यसलाई नमारिकन त कहाँ पाउँथ्यो त अब यही नक्साको अनुसार हिरा खोज्न जान्छु भनेपछि म अहिले यहाँ छु अब म यता जानु पर्यो ओहो म त ठ्याक्कै यहीँ आइपुगेछु अब हिरा चाहिँ कहाँ छ त खोज्नु पर्यो यही हो हिरा पक्कै हिरा यही हो अब फर्किनु पर्यो बल्ल बल्ल हिरा लिएर घर आइपुग्यो हल्का सफलता पाउनको लागि त मेहनत नै गर्नु पर्यो नि तर मैले एउटालाई मारेको छु फस्छु कि क्या हो अनि फस्दिनँ मलाई चाहिँ थाहा र बस बस के हो नि हिरा के रे हिरा होइन कहाँ हो नि हिरा म त जे पनि बोलिदिन्छु नि मेरो गर्लफ्रेन्डको नाम पो हिरा त नि हिरा होइन जस्तो बोगालाई नि कसले मन पराउँछ यो पक्कै नि हिरै हो त 50-50% गरिनस् भने नि पुलिसलाई हान्दिने म त मैले यत्रो दुःख गरेर ल्याउने तिमीहरूलाई म बाँड्छु बरु 10% तिमीहरू लगा पूर्ण भयो त 10%ले हामीलाई 50-50% ले चाहिन्छ तिनजनालाई 10% नै होइन 50% नै होइन तिमीहरूलाई बरु म 20% दिन्छु अहिले घर जा हुन्छ हुन्छ 20% भयो हुन्छ बल्ल बल्ल एउटा काँडा हाटो ओ भित्र जान्छु घरमा पराल बारीमा बन्सो के खबर सन्चरा बिसन्जो घरमा पराल बारीमा बन्सो के खबर सन्चरा बिसन्जो सर के भयो के कारणले समाउनु भयो मलाई सेवा होइन तपाईँलाई आज ओए कसो बाँकी निकाल सर कुन हिरा भन्नु भयो मसँग छैन नि हिरा त धेरै नाटक न कसो बाँकी खुरुको निकाल तपाईँलाई कसले भनेको भन्नु त सर कसले भन्नु तपाईँलाई हामीले भनेको तपाईँहरू दुईजना यहाँ आउनु त थाहा पाइस् नि कोहीले भनेको खुरुको हिरा निकाल ल ल सर ल
अब त घर जा मेरो वरिपरि कहिले नपर अब तपाईँ दुइटै आउनु त पोख्नु तिनीहरू दुईटाले मलाई फसाएछन् होइन अस्तिको मान्छेलाई मारे जसरी नि तिनीहरूलाई मारिने भने त मेरो नाम नि सँगै छैन बस केटाहरू बस देखिस् तेरो दाइको प्लानले काम गरेको गरेन गरो दादा गरो हजुरको प्लानले त खतरा काम गर्यो अब ढिला नगरी हिँडिराख्नु